हाई नमस्कार। तपाईहरु हेर्दै हुनुहुन्छ नेटविन ग्याजेट। यसमा हामीले विभिन्न किसिमका टेक्निकल न्यूजहरु, ग्याजेटका रिभ्यूहरु तथा नयाँ प्रविधिहरुका न्यूजहरु हामी दिने गर्छौं। अगाडि बढ्नुभन्दा पहिला कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु न। हार्दिक अनुरोध छ। अब जब विषयवस्तुतर्फ कोरोना भाइरसको लकडाउनका कारण पछिल्लो समय भिडियो कन्फरेन्सिङ प्लेटफर्महरू सर्वाधिक लोकप्रिय बनिरहेका छन्। साइबर सुरक्षा सम्बन्धी कतिपय कमजोरीका बावजुद भिडियो कन्फरेन्सिङ सर्भिस जुमले पछिल्लो समय धुम मचाइरहेको छ। सफलताको यो श्रेणीमा गुगलको नयाँ भिडियो कन्फरेन्सिङ प्लेटफर्म पनि जोडिएको छ। गुगलको भिडियो कन्फरेन्सिङ प्लेटफर्म गुगल मिटमा पछिल्लो केही हप्तादेखि नै दैनिक 20 लाख नयाँ प्रयोगकर्ताहरू जुटिरहेका छन्। प्रयोगकर्ताको तीव्र वृद्धिसँगै बढ्दो चापलाई मध्यनजर गरी गुगल मिटले संरचना तथा क्षमता वृद्धि गरेको गुगलले जनाएको छ। साथै प्रयोगकर्ताका सुरक्षा र गोपनीयताको सुरक्षालाई समेत प्राथमिकतामा राखेर गुगलको भनाइ छ। गुगल क्लाउडको एसिया प्रशान्त क्षेत्रमा नेटवर्किङ सुरक्षा विभागका प्रमुख मार्क जोन्सन भन्छन्, गुगल मिटका प्रयोगकर्ताको संख्या जनवरीको तुलनामा 25 गुणाले वृद्धि भएको छ। अहिले दैनिक वृद्धि दर 60% भन्दा धेरै छ। पछिल्लो केही हप्ता दैनिक 20 लाख नयाँ प्रयोगकर्ता थपिएका छन्, जुन उल्लेखनीय वृद्धि हो। कोभिड-19 महामारीको कारण यो अभूतपूर्व अवस्थाको सृजना भएको भन्दै उनले प्रयोगकर्ताको संख्यामा भइरहेको तीव्र वृद्धिलाई ध्यानका लागि गुगल मिटको संरचना तथा क्षमतामा पर्याप्त भएको बताएका छन्। उनका अनुसार अहिले गुगल मिटको प्लेटफर्ममा प्रयोगकर्ताहरूको भिडियो कलिङ दैनिक 2 अर्ब मिनेट गुगल मिटको सुरक्षा तथा गोपनीयता नीतिका सुरक्षाका लागि निरन्तर कार्य गरिरहेको र प्रयोगकर्ताका गुनासाहरूको पनि सम्बोधन गर्ने भएको उनको भनाइरहेको छ। साथै विश्वका विभिन्न कम्पनीहरू तथा शैक्षिक संस्थाहरूलाई कसरी सहयोग पुर्याउँछ भन्ने बारेमा पनि विभिन्न निकायहरूसँग निरन्तर सम्पर्क गरिरहेको उनले बताएका छन्। गुगल मिटमा हुने संवादका डाटाहरू इन्क्रिप्ट हुने भएको हुँदा तेस्रो पक्षले हात पार्ने अभाव गोपनीयता भङ्ग हुने जोखिम नरहेको